यदि तपाईलाई पनि सुगर छ र बेलैमा कन्ट्रोल गर्न सक्नु भएन भने यस्तो अवस्था पनि हुन सक्छ है। यो एकदमै जनचेतनामूलक भिडियो थोरै हेरौँ है त। सुगरलाई कन्ट्रोलमा राख्नुस् है साथीहरू। अब बुवाको चाहिँ सुगर कन्ट्रोलमा नरहेर हेर्नुहोस् त सानातिना घाउ हुन सुरु भयो। यस्तो घाउ सुरुमा हुन थाल्छ अनि पछि यो खुट्टा काटेर फाल्न पर्यो। सुगरले गर्दाखेरि काटेरै फाल्न पर्यो। उहाँ चाहिँ हामी कहाँ धेरै ढिलो आइपुग्नु भयो। थुप्रै औषधि खाने 3-4वटा सुगरको औषधि खाने, त्यसमाथि इन्सुलिन पनि ठोक्ने गर्दा पनि उहाँको सुगर चाहिँ कन्ट्रोलमा थिएन। अनि सानातिना घाउले ग्याङ्ग्रिनको रूप लिन पुग्यो। अनि बिस्तारै औँला काटियो, त्यसपछि पुरै खुट्टा पनि काटियो। यहाँ आइसक्दाखेरि उहाँको कति सुगर थियो र यहाँ आएपछि यो 2-4 दिनमा सुगरमा कस्तो इम्प्रुभमेन्ट आइरहेछ म तपाईँलाई देखाउन जाँदैछु है त। इन्सुलिन चलाउँदा पनि उहाँको फास्टिङ चाहिँ 332मा बल्ल पुऱ्याइएको थियो। HbA1c 12.6 रहेछ। हाम्रो हस्पिटलका डाक्टरहरूले उल्टै औषधि घटाइदिए तर खाना बार्नलाई चटक डाइट प्लान गरिदिए। तेस्रो दिन नै सुगर अझै राम्रो भयो। त्यसको 2 दिनमा अझै राम्रो 205 मा झर्यो। 205 फास्टिङ, PP 190 मा झर्यो। त्यसको 1 हप्तामा त फास्टिङ 110, PP 125 मा। त्यही भएर औषधिको साथसाथै व्यायाम, एक्सर्साइज, तनाव व्यवस्थापनलाई जोड्न सक्यो भने सुगर चाँडै कन्ट्रोलमा आउँदो रहेछ। हाम्रो अस्पतालका डाक्टरहरूले यो 2 हप्तामा गरेर देखाएका छन्। मैले त बोलिदिएको मात्रै हो। सबैभन्दा ठुलो औषधि यहीँबाट सुरु हुन्छ। एकदम यहीँबाट सुरु हुन्छ। हेर्नुहोस् त बेलैमा ख्याल नगरेको कारणले गर्दाखेरि यस्तो अवस्था भयो, खुट्टै काट्नुपर्ने अवस्था आएछ। यदि खानपिनमा अलिकति ध्यान दिएको थियो र एक्सर्साइजहरू पनि गरेको थियो भने यस्तो अवस्था आउँदैन थियो नि। त्यही भएर तपाईँहरूको पनि यदि सुगर छ भने बेलैमा ख्याल गर्नु होला। एउटा सानो चोट केही कामले लाग्यो भने त्यही फैलिएर गएर यसरी खुट्टा काट्नुपर्ने पनि स्थिति हुनसक्छ। यो एकदमै जनचेतनामूलक भिडियो लागेर मैले सेयर गरेँ। तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो कमेन्ट गर्नुहोला।